मनोज शर्मा आइसकेपछि पोलिटिकली बायस फलानु दलको नेता फलानु दलको कार्यकर्ता फलानु यस्तो भन्ने कुरा कुनै दललाई बोकेको सामान्य समर्थन कतैबाट थियो होला हैन समर्थनको लागि केही आकलन गर्न सक्छौं हामी तर पनि उहाँकोमा पोलिटिकल बायसनेस थिएन जस्तो लाग्छ तर अरु तीन जनामा सरकारले के देख्यो होला भन्दाखेरि अरु तीन जना जस्तै सपनाजीको कुरा गर्नुस् अनि कुमार रेग्मीको कुरा गर्नुस् हरि फुयालकै कुरा गर्नुस् उहाँहरु तीन जना जो क्रस हुनुभयो उहाँहरु तीन जना कुनै न कुनै रूपमा पोलिटिक्समा राम्रो दखल राखेको राम्रो प्रभाव राख्ने पोलिटिक्समा राम्रो प्रभाव राख्ने विशेष गरी केपी ओलीसँगको निकटता तीनै जनाको पनि केपी ओलीसँगको निकटताको कुरा गरौं अब हुन त कुमार रेग्मी कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्थ्यो हैन पहिला कांग्रेस सदस्य हुनुहुन्थ्यो भए पनि उहाँलाई केपी ओलीको आशीर्वाद उहाँलाई त्यो न्यायाधीशमा आउनका लागि केपी ओलीको साथ समर्थन छ र पछिल्लो दिनमा पनि तपाईले देख्नु भएको छ उहाँका फैसलाहरूदेखि लिएर त्यो सबै कुराहरूबाट यो तीनै जनालाई यो सरकारले के महसुस गर्यो होला भने ती फैसला उहाँले गरेका फैसलाहरू उहाँले गरेका आदेशहरू त्यो सबैबाट के देख्यो होला भन्दाखेरि यो सरकारलाई यिनीहरूबाट सहयोग हुन सक्दैन यिनले कन्ट्रोभर्सी क्रिएट गर्न सक्छन् सरकारलाई भन्ने लागेर होला अब उहाँहरूलाई क्रस गर्यो त्यस्तो होला सपना प्रधान मल्ल र हरि फुयालको चाहिँ कस्तो खालको सम्बन्ध थियो यो न्यायाधीश हुनुभन्दा अगाडि हैन सपना प्रधान मतलब संसदको सदस्य नै हुनुहुन्थ्यो एमालेबाट संविधान सभाको सदस्य नै भएर जानु भएको प्रत्यक्ष रूपमा संविधान सभाको सदस्य त्यो पनि पोलिटिकल आधारबाट गएको त्यसभित्र पनि जाँदाखेरि तपाईको त्यो संविधान सभामा छुट्टै सरकारले नियुक्त गर्न पाउने जुन व्यवस्था थियो त्यो अन्तर्गत होइन उहाँ चाहिँ अरु अन्तर्गत नै गएको त्यही भएर अनि पोलिटिक्समा उहाँको त्यो कारणले उहाँ प्रत्यक्ष रूपमा सांसदै भइसकेपछि एउटा पार्टीको तर्फबाट सांसदै भइसकेपछि को अवस्था एउटा भयो अनि हरि फुयालको पनि अब उहाँ महान्यायाधिवक्ता केपीको बाटै महान्यायाधिवक्ता बन्नु भएको केपीकै पालाको महान्यायाधिवक्ता हो अनि केपीकै पालाको महान्यायाधिवक्तालाई केपीकै पालामा भनौं न त्यो उहाँलाई चाहिँ पछि न्यायाधीश सर्वोच्चको न्यायाधीशमा ल्याइयो ल्याउँदाखेरि कता कता अहिलेको सरकारले आफूलाई डिस्कम्फर्ट फिल गर्यो होला उहाँहरूलाई ल्याउँदाखेरि भोलि केपीले नै फेरि अध्यक्षीय रूपमा अहिले तपाईले देख्नु भएको छ अहिले संवैधानिक निकायहरू जति छन् अहिले यो सरकारको अवस्थालाई हेर्नुभयो पोजिसन हेर्नुभयो भने संवैधानिक निकाय यो सरकारलाई असफल पार्न खोज्ने खालका छन्